हाम्रो यहाँदेखि यात्रा सुरु भइसक्यो है त। साल्पा पोखरीदेखि अलिकति अगाडि जहाँसम्म मुन्डुम पदमार्ग आएको छ त्यहाँसम्म आइपुगिसकेको छौँ हामी। यहाँदेखि पुरानै बाटो हामी हिँडेर चाहिँ के भन्छ माथि सिलिचो पुग्नुपर्ने हुन्छ। त्यही नै हो, यहाँदेखि देखिन सकिने सरसर्ती भ्यूहरू है त्यही त देख्न सक्नुहुन्छ। यस्तो दामी छ, वाउ अमेजिङ यार। यतिको सिन त अझ खुल्ला भएर बादलहरू हटिदिए हामीलाई राम्रो हुन्थ्यो आकाशको है। बा भ्यू त के छ नि है। वरिपरि भिडियोलाई एक लाइक सेयर कमेन्ट चाहिँ गर्न नछुटाउनु होला। युट्युब च्यानलमा गएर च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। युवराज राई नै छ युट्युब च्यानल पनि है, लिङ्क राखिदिनेछु। अलिकति घाम नआएको हुनाले क्लियरिटी कमै छ, नत्र क्लियरिटी राम्रै दिन्छ अहिले चाहिँ।